आज म खुमै डाँडा जाँदैछु। यहाँबाट म अहिले घरमा छु। घरबाट मेरो घर यहाँ बिन्दासिनी मन्दिरबाट म पुरुन्चोर जान्छु चुरुङ्गा। त्यहाँ साथी छ, साथीलाई पिक गर्छु चुरुङ्गामा। अनि चुरुङ्गाबाट नै उता भुर्जुङ खोला हुँदै त्यहाँबाट घाचोकसम्मको यात्रा हुन्छ आज मेरो। अनि घाचोकबाट चाहिँ आज नै खुमै डाँडा जान्छु। आजको प्लान त्यो छ। अब हेरौँ बाटोमा के हुन्छ। म स्कुटरमा चाहिँ जाँदैछु चुरुङ्गासम्म। त्यहाँबाट साथीलाई पिक गर्छु र त्यहाँबाट चाहिँ घाचोकसम्म हामी स्कुटरबाट चाहिँ घाचोक पुगेपछि घाचोकबाट चाहिँ हिँड्ने प्लान छ। अब हेरौँ। पर्स नै छुटेछ कि पर्सै लान बिर्सेछु गोजीमा, लिन आउँदैछु फर्केर फेरि। अर्चलबोटबाट बिन्दावासिनीबाट लामाचौर हुँदै अब म यहाँ पुरुन्चोर पारीपट्टि पुरुन्चोर आइपुगेँ। अब यहाँबाट पारीको कस्तो राम्रो भ्यू छ यहाँबाट पुरुन्चोर। अब यो माथिको डाँडा चाहिँ घार्मी हो। यहाँबाट चाहिँ म चुरुङ्गा जाँदैछु साथीलाई भेट्न, त्यहीँ पिकअप गर्छु। मेरो यो साथीकोमा आइपुगेँ, मेरो साथी अग्निधर गौतम। ल अब हामी यहाँबाट चाहिँ साथीले स्कुटर हामी यहाँबाट हिँड्यौँ। यहाँबाट सार्दी खोला हुँदै घाचोकको यात्रा प्रारम्भ भयो। माथि मन्दिर घाम लागिरहेछ। अब यहाँबाट चाहिँ हामी चाहिँ भुर्जुङ खोला जाँदैछौँ। भुर्जुङ खोलाबाट चाहिँ लाचोकको यात्रा। अब हामी चाहिँ माछापुछ्रे पोखरा छोडेर माछापुछ्रे गाउँपालिका सुरु भयो। भुर्जुङ खोला सार्दी खोला भुर्जुङ खोला चाहिँ हामी चाहिँ जाँदैछौँ। यहाँबाट चाहिँ मिर्सा भनेको है हामी जाने होइन। लास्ट जक्सन हाम्रो चाहिँ मिर्सा, यहाँ झुलुङ्गे पुग्छ। यहाँबाट तरेर हामी चाहिँ मिर्सासम्म पुग्छौँ। उता पारी चाहिँ यो घाचोक, यो यहाँ सेती छ बिचमा, यो बिचको नदी सेती पारी चाहिँ घाचोक। यो भुर्जुङ खोला बजार आइपुग्यो। माथिको चाहिँ खागार्जुन गाउँ रहेछ। यहाँ चाहिँ ठुलो शिवजीको मूर्ति मन्दिर र यो माथि डाँडामा चाहिँ बुद्धको चाहिँ ठुलो मन्दिर बन्दैछ अरे। प्लानिङ योजनामा छ। यो डाँडालाई अब अहिले सुरु भइसक्यो बनाउनु। अब सुरु गर्दैन। डाँडालाई घोप्टे डाँडा भन्छ क्या। यो घोप्टे डाँडा पोहोरमा आइके लाएर पैसा उठाएँ। अहिले अब काम सुरु गर्न लाग्ने। ल यहाँ चाहिँ अब काम सुरु नै हुन लागिसक्यो अरे। ल अब यहाँ यो भुर्जुङ खोला, अब हामी लगभग यो भुर्जुङ खोला नै हो। उता पारीपट्टि देखिएको चाहिँ घाचोक, बिचमा चाहिँ सेती नदी छ। भुर्जुङ खोला छोडेर अब हामी चाहिँ अगाडि बढ्दैछौँ। र यहाँ चाहिँ यो सार्दी खोला आइपुग्यो, ठ्याक्कै सार्दी खोलाको पुल। अब यहाँबाट हामी चाहिँ तातो पानी जान्छौँ। तातो पानीबाट चाहिँ मिर्सा होइन, मिर्सा गाह्रो भयो र नि स्कुटरमा। साथीलाई गाह्रो भयो, मलाई भन्दा नि। त्यो डाँडा भनेको तत माथिको डाँडा हो क्या। हो यो डाँडो। त्यसपछि चाहिँ त्यहाँबाट बल्ल अलिक तेर्सो सुरु हुन्छ। हामी उल्टो बाटो त आइएन है। उल्टो बाटो त ठिकै हो। बाटो यही बाटो हो, कस्तो उल्टो बाटो हुन्छ यार। जाने कुरा यार होइन। अब उल्टो मैले जोड्न खोजेको मान्छेहरू नि भेटिन्छ नि। हजुर। अब चाहिँ खुमै जाने बाटो पनि ठाउँमा अब चाहिँ बोर्डहरू पनि टाक्छ छ। तपाईँहरू उल्टो बाटो त्यो गाह्रो चाहिँ नपर्ला। स्कुटर लिएर आइयो कि गल्ती गरिएछ कि जस्तो हो क्या अहिले। स्कुटर अब चाहिँ त्यहाँ माथि पारी होटल नि छ, त्यहाँ राख्ने भयो। अब यस्तो भयो, यहाँ चाहिँ हामी खास घाचोकतिरबाट गएको भए हुन्थ्यो। साथीले चाहिँ यता मिर्सामा राख्ने ठाउँ छ, सजिलो छ बाटो भनेर हाम्रो यताबाट ल्याएँ। बाटो चाहिँ खासै राम्रो चाहिँ छैन। बाइकलाई चाहिँ राम्रै हो, स्कुटरलाई चाहिँ यो बाटो राम्रो छैन। यहाँ सार्दी चाहिँ यो चिप्लेटी खारा पानी आइयो, तातो पानी आइयो। यो तातो पानीबाट चाहिँ यो बाटो लागेपछि यहाँबाट ठाडो बाटो मिर्सा हुँदै चाहिँ देउरालीबाट चाहिँ सिधै माथि गएपछि पुगिन्छ भन्ने छ। अब हेरौँ के हुन्छ चाहिँ हेरौँ। ल हुन्छ, ल हस् धन्यवाद है।
अब हामी चाहिँ यहाँ सेती नदीको चाहिँ यो पहिला बाढीले चाहिँ ठुलो बाढी आएर बगाएको चाहिँ ठाउँ अनि यो अगाडिको हो। हामी चाहिँ यो सेती नदीको पुल आइपुग्यो। यो चाहिँ पुरै पहिलाको चाहिँ बाढी आउँदाखेरि बगाएको ठाउँ एरिया चाहिँ यो हो। सेती नदीको पुलमा आइपुग्यो। हामी चाहिँ यो मिर्साको बाटो भनेर यो बाटो आयौँ। यहाँ तल होटलहरू रहेछ। यो चाहिँ पहिला बाढीले चाहिँ बगाएको ठाउँ पुरै सबै ध्वस्तै बनाइदिएको। तातो पानी भयो। यो चाहिँ ग्राउन्ड यहाँ बस पार्क पनि थियो पहिला। हामी पहिला आउँदाखेरि यहाँ चाहिँ यो बस पार्क थियो यहाँनिर पनि पुरै बगाइदिएको ठाउँ हो। झुलुङ्गे पुल थियो। त्यो झुलुङ्गे पुल चाहिँ रहेछ अझै पनि त्यहाँ। अनि यो चाहिँ अहिले ठुलो पक्की पुल बनेछ यहाँ चाहिँ। यो पुरै बगाएको ठाउँ हो पहिला चाहिँ यो पुरै। अहिले चाहिँ यस्तो छ। यहाँबाट झुकियो मिर्सा जाने बाटो झुकिएर बसिएको छ। अब हेरौँ यहाँ एउटा स्कुटर आउँदैछ। स्कुटरमा बसेको मान्छेलाई चाहिँ हामी सोच्छौँ अब कता जाने हो अनि त्यही अनुसार प्लान गर्छौँ है त। हामी चाहिँ अघि यताबाट यता गयौँ। उल्टो बाटो रहेछ। अब यता चाहिँ यता जाने भयो हाइड्रोतिर। जाँदैन यताबाट चाहिँ जानुपर्ने भयो। जानुलाई मिर्सा जान्छ अरे। एकछिन कुरौँ धुलो उडाउँदै गयो गाडी। अघि चाहिँ हामी यहाँबाट पक्की पुलबाट उता लाग्यौँ। अब यता लाग्यौँ। अहिले चाहिँ अब यता मिर्सा जाने भनेको छ। साथीले चाहिँ प्लानिङ गर्दैछ फोन गर्दैछ। अब हेरौँ। हाइड्रोबाट यो दुईवटा बाटो आयो। तल्लो बाटो हाइड्रो जाने रहेछ। माथिल्लो बाटो चाहिँ मिर्सा जाने। हामी चाहिँ अब मिर्सातिर लाग्दैछौँ माथिल्लो बाटो। ल हामी चाहिँ यहाँ मिर्सा राम्जा देउराली पाञ्चे कपुचे पिपरताल करुवा यता रहेछ। कपुचे पिपरताल यता तातो पानी मिर्सा र खुमै डाँडा यता भनेपछि हामी अब यहाँबाट देउरे लाग्छौँ। ल यो बाटो चाहिँ हामी मिर्सा जान्छौँ। अनि यो बाटो सायद उता माथि गाउँ कता जाने अरे यो गाउँ करुवा कपुचे यताबाट चाहिँ यो बाटो चाहिँ हाइड्रो माथि जाने। ल करुवा कपुचे तातो पानी पोचे तातो पानी जाने यता। यसो चाहिँ अब हामी यहाँबाट चाहिँ खुमै होटल यहाँबाट 5-6 घन्टा त्यो चाहिँ यात्रा हाम्रो चाहिँ खुमैको लागि हुन्छ। ल अगाडि मिर्सा छ। मिर्सामा हामी रोक्छौँ र खाजा खाएर हामी यात्रा सुरु गर्छौँ। आज यहाँ रहेछ ल तातो पानीबाट छिवाङबाट मिर्साबाट रुम्जाबाट यहाँ के हो के डाँडा रहेछ। त्यसपछि लुपार्छु अनि खुमै डाँडा भनेर चाहिँ यहाँ चाहिँ एउटा रुट चाहिँ रहेछ देउराली। अब यताबाट अर्को देउराली के सारी पाखा के हो अब यो रुट चाहिँ रहेछ। ल यही रुट हामी जान्छौँ आज। बाटो चाहिँ खासै राम्रो छैन। नराम्रो पनि छैन राम्रो पनि छैन बाटो। औसेली भेटियो। औसेलीको झाडी भेट्यो। म त औसेली टिप्दै रमाइलो यात्राको रमाइलो यस्तै नै हो। औसेली टिप्दै बहुत स्वादिलो औसेली रहेछ। ल यात्राको रमाइलो यही नै हो। दाइहरू नमस्कार है हजुरहरूलाई। यो हामी मिर्सा गाउँमा आइपुग्यौँ है। मिर्सा भन्नुभयो। यो पारीको गाउँ उता पारीपट्टि रुम्जा। अब यहाँ कति घन्टा पुगिन्छ? तकरिबन तपाईको उकालो आउँदाखेरि 4-5 घन्टा लाग्छ हजुर पुगिन्छ। माथि तपाईँले भन्नुको माथि त्यो टुप्पोको डाँडा चाहिँ खुमै है। यो डाँडा चाहिँ खुमै भन्ने। यहाँबाट पनि अर्को 4 घन्टा 5 घन्टा कहीँ कता पुगिन्छ भन्नुभएको छ होइन। तपाईँ हामी देउराली यहाँ निस्किन्छ होइन अरूमा हो त्यो सेतो डाँडातिर निस्किन्छ है। अनि हजुरको यहाँबाट चाहिँ हजुरले के भन्नुभयो 5-4 घन्टामा हामी खुमै पुग्छौँ। त्यो त अलि सम्भव त अलि हुँदैन। अलि न 6-7 घन्टा लाग्ला। त्यो तपाईको हिँडाइ अनुसार अलि ठाडो भयो है यो बाटो चाहिँ। उता घाचोकतिरबाट जाँदाखेरि तेर्सो गयो। लामो बाटो पर्छ। त्यो लामो पर्यो। यो चाहिँ सिधै ठाडो छिटो नि हो यो बाटो। छिटो पनि हो। मान्छेहरू चाहिँ बढी कुन बाटो हुन्छन् उताको? उताबाट हिँड्छन् है। मान्छे त अलिकति सजिलो सहज हुन्छ भनेर उताबाट हिँड्छ। तर बाटो त उताबाट टाढो हो।
उताबाट टाढो हजुर यहाँबाट बिचमा केही खाने ठाउँहरू छैन एउटा टी सप चाहिँ छ टी सप छ तर अब खुल्ला छ कि छैन फेरि त्यो हामीले भन्न भन्न सकिँदैन भन्न नत्र बिचमा खाने केही पनि छैन सिधै माथि नै पुगेर खाने हो अनि उताबाट जाँदाखेरि घाचोकतिरबाट जाँदाखेरि चाहिँ एउटा ठाउँ छ ठाउँ ठाउँमा खानेकुराहरू छ ए तर जान त मलाई यहाँबाट सुविधा हो हजुर किनभने छोटो बाटो हुन्छ छोटो त्यहाँ बाटो। टी सप छ हजुर हुन त छ कि छैन त्यो हामीले हजुर भन्न सक्दैन हजुर ए मिर्सा गाउँ है यो हजुर ए हजुरको सु यो सबै गुरुङ हो सबै गुरुङ बस्ती हजुरको शुभ नाम दाइ मेरो कुमार गुरुङ हो कुमार गुरुङ है ल दाइ धन्यवाद ल अब यहाँ हामी चाहिँ खाजा खान पाइयो पाइन्छ गजबले पाइन्छ गजबले खाना खान पाइयो खाजा भुजा हजुर अनि त्यहाँबाट खानाको लागि भने सुविधा छ यहाँ हजुर यहाँ खाना पकाएर खाँदा ढिलो हुन्छ खाजा खान निस्क्यो माथि टी सप पनि बन्द नहोला नि त अनि यहाँ चाहिँ म स्कुटर पार्किङ गर्ने ठाउँ चाहिँ यहाँ रहेछ पार्किङ बस पार्क भनौँ न बस पार्क यहाँ रहेछ यहाँ त्यति नै नगरवासी आउँछन् आउँछ कति बजी आउँछ नि बेलुका जाने 6 बजे 6:30 बजे आइपुग्छ बिहान 7 बजे त्यहाँबाट 7 बजे हिँड्छ यहाँबाट बिहान यहाँबाट दिनमा कतिवटा आउँछ बस यहाँ एउटा मात्रै हो सर एउटा मात्रै आउँछ बेलुका बेलुका एउटा आउँछ बिहानै एउटा छुट्छ जाने ए ल ठिक छ ल हुन्छ हस् हस् ल हस् नमस्कार म त भने पुऱ्याइदिन्छु कुमार दाइले चाहिँ हामीलाई खाजा खान लिएर जाँदै हुनुहुन्छ यो मिर्सा गाउँमा हामी चाहिँ अहिले खाजा खाने क्रममा छौँ अनि दिदी हामीले यहाँ खाजा के पाउँछ यहाँ अब भेजिटेरियन चाउचाउ खाने हो यो अनि यो खाएर चाहिँ यहाँ दाईहरूसँग बुवाहरूसँग बिदा मागेर चाहिँ हामी चाहिँ अब उकालो यो यहाँको उकालो चाहिँ योबाट ठाडो उकालो चाहिँ लाग्छौँ मोनिका बहिनी है ल मोनिका बहिनीकोमा भुजाल लाने मोनिका बहिनीकोमा हामी यहाँ सामान किन्दैछौँ अब यो खानेकुराहरू यहाँ बाटोमा कहीँ पनि केही छैन एउटा टी सप छ भन्ने छ त्यो खुलेन भनेदेखि चाहिँ हुन्छौँ त्यो भएको भएर हामीले चाहिँ खाजा चाहिँ यहाँ किन्दैछौँ मोनिका बहिनीकोमा अनि बहिनीकोमै हामीले चाहिँ स्कुटर यहीँ छोड्दैछौँ र स्कुटर यहाँ छोडेर आज हामी यहाँबाट माथि खुमै जान्छौँ र भोलि यो बाटो नफर्किने स्कुटर यहीँ छोडेर भोलि भाइलाई उसको मेरो साथीको छोरालाई चाहिँ यहाँ बोलाएर उसलाई बाइक लिएर जा स्कुटर लिएर जा भन्दैछौँ उसले स्कुटर लिएर जान्छ र हामी चाहिँ राउन्ड उता घाचोकतिरबाट एक राउन्ड ट्रिप हान्ने चाहिँ प्लान भयो हाम्रो प्लान चेन्ज भएको छ अनि स्कुटर यहीँ मोनिका बहिनीकोमा हामी छोड्दैछौँ र उहाँले भाइलाई स्कुटर दिएर भाइ उताबाट जान्छ हामी यहाँ सामान किन्दैछौँ अब चाहिँ अब दालमोटहरू अनि पानीहरू चाहिँ हामी यहाँबाट किनेर चाहिँ हामी यात्रा सुरु गर्छौँ मिर्सा गाउँ छोडेर अब यो सानो बाटोबाट यही बाटो नछोडिकन जानु भन्नुभएको छ अनि माथि चाहिँ मोटर बाटो जोडिन्छ मोटर बाटो नजानु मोटर बाटोबाट चाहिँ दाहिनेतिर लाग्नुहोस् उकालो लाग्नुहोस् भन्नुभएको छ हामी त्यही बाटो जाँदैछौँ बाटो चाहिँ एकदमै ठाडो छ अरे एकदमै ठाडो 2 घन्टा जति त्यसपछि चाहिँ ठिकै छ बाटो भन्ने कुरा छ यो मोटर बाटो माथि जाँदो रहेछ यो चाहिँ अब यता हामी दाहिने खुमै डाँडा जानलाई यता लाग्नु पर्दो रहेछ यहाँ बोर्ड पनि देख्न सकिन्छ ठ्याक्क यताबाट जाने ठ्याक्क यताबाट चाहिँ यो बाटो अब हामी राम्जा यता यो राम्जा यताबाट जाँदो रहेछ ए रुम्जा अनि तल हामी मिर्सामा हामी खाजा खायौँ अब भला डाँडा र खुमै यताबाट खुमै यो बाटो चाहिँ म मुक्तिनाथ जमानामा आजभन्दा 25 वर्ष अगाडि मुक्तिनाथ जाँदाखेरि यो कोप्चे भिरको उकालो भन्थे त्यो कोप्चे भिरको उकालो जस्तै ठाडै छ के यो ठ्याक्कै तपाईँको यो तल मिर्सा गाउँ छ यहाँ तल त्यो मिर्सा गाउँदेखि ठ्याक्कै ठाडो उकालो ल ठाडै छ के पुरै एकदम ठाडो यस्तो ठाडो भिर पनि म चाहिँ के सजेसन गर्छु भने अहिले बुझ्दाखेरि चाहिँ सायद त्यही नै हुन्छ होला आउँदाखेरि चाहिँ जाँदाखेरि भनौँ न
खुमै जाँदाखेरि चाहिँ घाँचोक हुँदै जाने अब त्यता कता मलाई ठाउँ थाहा छैन अहिले अब भोलि थाहा हुन्छ होला फर्किँदा चाहिँ यो बाटो फर्कियो भने चाहिँ बेस्ट छोटो राउन्ड पनि हुने बेस्ट पनि हुने ल मलाई चाहिँ त्यस्तो लाग्यो ठाडै भिर यो ठाडै भिर आइयो ल यस्तो ठाडो छ कि भिर छङ्गै चप्पै एकदम राम्रो भिर रहेछ ठाडै छ यो 2 घन्टा जति चाहिँ यस्तो छ अरे त्यसपछि चाहिँ अलि तेर्सो भन्ने कुरा छ ठिकै छ अहिलेसम्म राम्रै भइरहेछ करिब 1 घन्टा 1.5 घन्टा हिँडियो 1.5 घन्टामा यहाँ चाहिँ गोठ आइपुग्यौँ हामी ल पुरै तुवालोले गर्दा केही पनि देखेन हाम्रो जस्तो पोखरा देखिन्थ्यो पोखरा त नभनौँ जस भुर्जुङ खोला सार्थी खोला सेती गण्डकी यो रुम्जा रहेछ माथिको पारीको गाउँ देखिन्थ्यो यो तुवालोले केही पनि देखिएन हान्छ ल यस्तो गोठमा आइपुग्यो ल भेडी गोठ अलि तेर्सो बाटो यो पुरै ठाडो बाटो चाहिँ सकियो अब हामी तेर्सोबाट आछौँ यो चाहिँ बाट अलि तेर्सो अनि यो माथिको डाँडा नै खुमै रहेछ कि हो यो डाँडा नै खुमै डाँडा अब 5 घन्टामा त पुगिन्छ होला भन्ने छ कति घन्टा भयो घरि हरायो क्या हिँडियो बिर्स्यो घरि खस्यो नि यार बाटो कति घन्टा हिँडियो बिर्स्यो घरि बाटो खस्यो त यार हो र हेर्नु पर्यो नि त कहाँ खस्यो कहाँ जाने हो सकियो हामी चाहिँ लगभग 2 घन्टा 2.5 घन्टा हिँड्यो होला अब यो तुवालोले पानी परेर खुलेको भए सबै राम्रो देखिन्थ्यो यहाँबाट सिन चाहिँ राम्रो देखिन्थ्यो यो भुर्जुङ खोलाहरू यता त पानीको तल सार्दी खोला देखिन्थ्यो यहाँबाट अब टी सप चाहिँ यहाँबाट कति घन्टा अरे टी सप 10 मिनट ऐन्दर हामी लगभग अब के छ के कस्तो भयो ल 2.5 घन्टा 2 घन्टा अब 2.5 घन्टा हिँड्यो भाले डाँडा अब 10 मिनट माथि भने हामी कता अब नजिक पुगेको छ यात्रा रास्तामा ठिकै भइछ खासै अब त्यति उकालो पनि लाग्यो नि हिँड्न सकियो छ तेर्सो रहेछ होइन बाटो यस्तो उकालो खासै मैले उकालो भन्दिनँ त्यससम्म गएरमा चाहिँ ठिकै हो यात्रा चाहिँ आजसम्म चाहिँ राम्रो सन्तोषजनक हुँदैछ गन्तव्य अगाडि बढ्दैछ त्यही हो ल बाटो चाहिँ साथीले जे भने पनि अहिलेसम्मको बाटो चाहिँ एकदमै ठाडो हो यो अनेस्टली भन्दाखेरि यो ठाडो बाटो भन्छ नि यो चाहिँ उसले चाहिँ तेर्सो भनिदियो हेर्नु होइन पुरै नाकै ठोकिने खालको ठाडो बाटो छ यो मिर्साबाट चाहिँ उकालो चढ्दाखेरि चाहिँ तपाईँहरू आउनुभयो भने चाहिँ दिमागमा के सेट गर्नु भने तल मिर्सामा चिया खानु नास्ता खानु बिच बाटोमा केही 2.5 घन्टा हिँड्यो 2 घन्टा 2.5 3 घन्टै जस्तो हिँड्दा केही पनि छैन ठाडो उकालो मात्रै छ पुरै केही छैन अझै टी सप अब यहाँबाट 10 मिनट भनेको आएको छैन अझै ठाडो उकालो छ त्यसपछि अब कस्तो छ अझै हिँडेपछि मात्रै थाहा हुन्छ आएको छैन पहिलोचोटि हेर्दै जाउँ हिँड्दै जाउँ हामी चाहिँ अब यो भाले डाँडा टी सप आइयो भाले डाँडा टी सप यो टी सप खुला हुन नि सक्छ नहुन नि सक्छ भन्थे नभन्दै बन्द रहेछ ल हेर्नु अब खुमै जाने बर्दर रुज कटेज भनेर यतापट्टि रहेछ अब यहाँबाट ठाडै माथि लाग्ने खुमै त्यो धमिलो देखेको यही खुमै हो यहाँबाट यो चाहिँ टी सप रहेछ यहाँ भाले डाँडा टी सप भनेर अब यहाँबाट खुलेको भएपछि चाहिँ सबै देखिन्थ्यो होला केही पनि देखिएन यहाँबाट अब यो तुवालो छ पुरै तुवालो छ केही देखिँदैन
अब यही बाटो ठाडो बाटो यहाँबाट हामी हिँड्छौँ। अब यहाँ फुलेको भएदेखि चाहिँ सायद यताबाट हिमाल देखिन्थ्यो र माथि हामीले ठ्याक्कै खुमै डाँडाको होटल चाहिँ देखिँदो रहेछ ल यहाँबाट। यो चाहिँ यो ठुलो खुमै डाँडाको होटल ल। अब हेरौँ यहाँबाट 5 घन्टा भन्ने छ, पुगिन्छ कि पुगिन्न यो बाटो। तपाईँहरू आउँदा चाहिँ यो बाटो आइहाल्नु भयो भने चाहिँ यो बाटो यस्तो साइन चाहिँ एकदम कम। यो धेरै म चाहिँ के सल्लाह दिन्छु भने यो रुटमा व्यापार गर्ने मान्छेलाई चाहिँ यस्तो खालको साइन एकदम अलिक बढी राख्नु पऱ्यो क्या, एकदम थोरै छ क्या। झुक्याउने ठाउँहरू जस्तो 2टा बाटो भएको ठाउँमा राखिदिने भने सजिलो हुन्छ नि। बाटो चाहिँ अब अलिक सजिलो खालको बाटो, तेर्सो बाटो आइरहेछ, सजिलो छ। त्यो साइन पछ्याउँदै आउनु पऱ्यो भाले डाँडाबाट। अब चाहिँ 2 घन्टा चाहिँ रेस्ट क्याम्प भन्ने छ अरे, त्यसपछि आधा घन्टामै पुगिन्छ भनेपछि यो 5-6 घन्टामा ठाडो बाटो उक्लिँदो रहेछ पुरै ल। घरि सम्मु घरि उकालो खालको बाटो, तेर्पाएँ बाटो चाहिँ आइरहेछ अब चाहिँ। गुराँस फुल्ने मौसम चाहिँ हो, तर गुराँस चाहिँ फुलेर नि झरिसक्यो जस्तो छ। खास चाहिँ त्यति धेरै गुराँसको बुटोहरू चाहिँ छ, तर किन खासै गुराँसै देखिएन भनेपछि यो सायद गुराँस फुलेर खस्यो होला होइन अग्नि? गुराँस चाहिँ यो फुलेर खसी झरिसकेको क्या, लगभग पहिला हप्तातिर ठिक हुन्न थियो क्या गुराँस हेर्नलाई। त्यही त नि, अब गुराँसको मौसम हो तर झरिसकेको रहेछ। र हामी चाहिँ लगभग 3 घन्टा हिँडिएछ, धेरै माथि आइसकेछौँ। तर बिचमा केही पनि छैन, जस्तो टी सप एउटा थियो त्यो पनि बन्द थियो, अनि बिचमा केही पानी खाने ठाउँ, पानीको धारा केही पाइँदैन, केही छैन। आफैले पानी ल्याउनु पऱ्यो, केही पनि छैन। अब अझै कति बेर लाग्छ चाहिँ थाहा छैन। यहाँ रेस्ट क्याम्प आउँछ भनेर चाहिँ एकजना साथीले अघि फोन गरेको, हामी जहाँ खाना भनेको थियो उहाँले भन्नुभएको थियो रेस्ट क्याम्प, तर अझै आएको छैन। पहिलोचोटि हिँडेको भएर कति बेर लाग्छ पनि थाहा छैन। तर बाटो चाहिँ एकदम रमाइलो छ, इन्ट्रेस्टिङ बाटो छ। ठाडो भिर भए पनि सुरुमा चाहिँ एकदम ठाडै भिरै हो, त्यो त्यस्तो भिरको बाटो उक्लियो। अब चाहिँ यस्तो खालको तेर्सो घरि उकालो बाटो चाहिँ छ, सजिलो छ। पानी परेको भए राम्रोसँग भएको यो टुसाको बेला। अब भोलि चाहिँ यो न्युरो र टुसा चाहिँ यो टुसा खाने निगालो यही हो। यो चाहिँ पाण्डाले खाने। भोलि मान्छे लेकतिर चढेर टुसा टिप्न जाने, अब न्युरो टिप्न जाने, उतातिर त्यो न्युरोका बुट्टाहरू त पक्कै छन्। यो चाहिँ यही हो। पानी परेको यहाँ छेउछेउबाट यस्तो त पलाम त हो नि, यहाँ नै पोहोरको पलाएको कति मोटा हाने ल धेरै नै माथि आइसक्यो। यो यदि हामी घाचोकतिरबाट चढेको भएदेखि चाहिँ हेरियो सर र यो डाँडा हिले हुँदै यसरी आइने रहेछ। अनि है जुन यो टापु, त्यो रुखको टापु देख्यो नि, टापु हुँदै आउने क्या त्यसरी। ऊ हो त्यो पल्लो डाँडा छैन, पल्लो डाँडा त तल झरेर खुमै त्यो हिलेरको त तल खोजमा हो क्या, त्यो सल्लाह उक्लिएर अनि हेऱ्यो बिचको त्यो रुख देखेनन् हो, त्यहाँबाट अनि तेर्पा आउँथ्यो कि। लगभग 5 घन्टा जति हुन लाग्यो हिँडेको। खरबारी आइयो ल। रेस्ट क्याम्प भनेको कहाँ हो आउँछ भन्थे, त्यो अघि नै देखाएको डाँडा चाहिँ यही नै हो। अब कता छ थाहै भएन। रेस्ट क्याम्प यहाँबाट आउँछ भन्थे। अब डाँडा चाहिँ ठाडै छ, यही नै हो।
है देखाएको डाँडा चाहिँ सायद यो सकिएपछि आउँछ होला। यो चाहिँ आइपुग्यो अब। यो अझै यहाँबाट कति टाढा छ चाहिँ थाहा छैन। सानो घर रेस्टुरेन्ट हो कि के हो देखियो। यहाँ आइपुगिया छ। अब मान्छे बोलेको आवाजहरू चाहिँ सुनिराखिएको छ। नजिक आइयो भन्ने चाहिँ भयो। अब कति बेर लाग्छ थाहा छैन। ल यहाँ चाहिँ बाघ गनायो कि है ठ्याक्कै अघि ठुलै छस्राङ्ग गरेको हो। सुनियो मात्रै होइन ठुलै गराएको थियो कि ठुलै छस्राङ्ग गरेँ त त्यता तल थिइस्। मैले सोचेँ कालीजला। यहाँ चाहिँ डुङडुङदी गनायो बाघ। हामी चाहिँ अब यो मिर्साबाट तल यो बाटो आयौँ। अनि यहाँबाट चाहिँ यो बाटो जक्सन यहाँ रेस्ट क्याम्प भन्दो रहेछ। अब के भन्छ चाहिँ थाहा छैन। त्यहाँ रेस्ट क्याम्पै हो कि के हो। अब हामी चाहिँ यो भाले डाँडा अघि हामी तलबाट आयौँ नि। यो मिर्सा हुँदै आयौँ नि त यताबाट। यो चाहिँ उताबाट आउने रहेछ कि यो घाले के अरे घाचकतिर कि बाट आउँदाखेरिको बाटो चाहिँ यो। अहिले हामी त्यहाँ चिया खान्छौँ हो। यहाँ रेस्ट क्याम्पमा यो एरियामा चिया खान्छौँ र अनि बल्ल हामी फेरि यता लाग्छौँ। चिया खाने कुरो भयो तातो है। ल जाउँ। मिर्साबाट आएर यहाँ चाहिँ अब चिया खान्छौँ अनि फेरि फर्किनु पऱ्यो हामी माथि। ल चट्ट नेपालको झन्डा चट्ट यहाँ मजाको ठाउँ आयो। ल साह्रै रेस्ट क्याम्पै रहेछ। ल रेस्ट क्याम्प रहेछ नामै। र वेटु खुमै डाँडा 1.5 आवर 1.5 घन्टै लाग्दो रहेछ नि यहाँबाट ऊ त्यो माथिको चाहिँ। ल त्यही हो खुमै डाँडा। ल हो यो होटलहरू देखियो। यही हो खुमै डाँडा। अहिले अब चिया खाइन्छ 1.5 घन्टा लागिन्छ। हिँडिन्छ रेस्ट क्याम्पमा चिया खाइन्छ। यहाँ बसेर चट्ट नेपालको झन्डा अगाडि यहाँ फोटो खिचिन्छ। माछापुच्छ्रे ट्रेल। अब यो खुलेको भए चाहिँ यहाँबाट अद्भुत देखिन्थ्यो। अद्भुत। यो चाहिँ अब मौसम हेर्नु न केही खुलेको छैन। सेतीको तिर पनि देखियो वहाँ केही देखिँदैन। यहाँ छ कफीमा टक्क यहाँ आयो। यहाँ क्युआर कोड पनि चल्दो रहेछ होइन खिच्दिनँ। क्युआर कोड पनि रहेछ। रमाइलो ठाउँ रहेछ। ल यहाँ अब चिया खाइयो। अब चिया खाएर हामी चाहिँ खुमै हामी योबाट आएर स्वाट्ठ त्यहाँबाट गयौँ चिया खायौँ। उताबाट चिया खाएर स्वाट्ठ यो बाटो अब फेरि यही वेटु खुमै डाँडा। यहाँबाट 1.5 घन्टा अब यही डाँडा ओग्लिने ठाडै छ। अब यही नै हो। यति खुमै 45 मिनट भनेको छ। डाँडा यही टुप्पो हो। यहाँको बाटो यसरी तुवालोले केही पनि देखिन्न के। केही पनि देखिन्न तुवालोले। ल अब चाहिँ यस्तो खालको अहिले ठाडो उकालो ठाडै उकालो छ। अब चाहिँ अहिलेको ठाडो यो त केही नै होइन। अहिलेको धेरै ठाडो हो नि। यहाँबाट चाहिँ यो भिड चाहिँ छङ्गै छ क्या। बाबा डर लाग्यो। मान्छेले भन्दै थिए किन डर लाग्यो भन्दा अब यस्तो छ नि त चिप्लियो फिस्रिको चिप्लियो भने त सिधै मान्छे सिधै हो वहाँ के देखियो। अब वहाँ त्यो रातो यो के देखियो पनि। ल यहाँबाट अब त आयो 15 मिनट लाग्दैन। अब 15 मिनट बाटो चाहिँ अलिकति
यो भिर पाखा नहिँड्ने मान्छेलाई चाहिँ यो ठाडै छ क्या भिर, त्यो चाहिँ अलि भिरालो छ। यहाँनिर चाहिँ ठ्याक्क रेस्ट क्याम्पबाट यो खुमै आउने लगभग हामी आइसक्यो। हामीलाई चाहिँ 45 मिनट मात्रै भयो हिँडेको, यसो 1 घन्टा जस्तोमा उक्ल्यो, तर रेगुलर चाहिँ 1.5 घन्टाको बाटो रहेछ हो। भिर चाहिँ छ्वाङ्गै छ। वेलकम टु खुमै डाँडा है। हामी खुमै डाँडा चाहिँ आइपुग्यो। ल ग्रेट माछापुच्छ्रे टेल यहाँ बसेर चाहिँ हेरिन्छ हामी। ल अल्टिमेटली हामी चाहिँ खुमै डाँडा आइपुग्यो। लगभग बिहानको यात्रा थियो। यो चाहिँ 360 भ्यू खुमै डाँडाको। गडाङ र गुडुङ गरेको छ है, गडाङ र गुडुङ गरेछ। फिस्टेल कटेज यहाँ त अद्भुत छ। ल ल यहाँ चाहिँ हुन्छ हुन्छ हुन्छ। यहाँ चाहिँ एकदमै राम्रो भ्यू। ल यहाँ चाहिँ अब हामीले भनेको चाहिँ यहाँ हो, यो बर्दर रुट कटेज भन्ने रहेछ। यहाँ आइपुग्यो, तर मान्छे हुनुहुन्छ कि हुनु न थाहा छैन। हो जाउँ अनि गफ गरौँ, खाना खाऊँ। यो चाहिँ यहाँबाट हामी चाहिँ जाने भनेको चाहिँ त्यहाँ हो, कोर्च्याङ होइन, त्यहाँ हो। यहाँबाट 2 घन्टा लाग्छ। बाटो अद्भुत छ, अद्भुत। माथि अद्भुत छ। यहाँ ठाउँ पनि एकदम राम्रो रहेछ क्या। कस्तो राम्रो ठाउँ हो यार यहाँ। बा बहुत राम्रो, सुन्दर। हामी चाहिँ यहीँ बस्ने कुरा थियो खास खुमै। अब हामी खुमै बस्ने भएन, छिटै भयो। यहाँ अघि यो ब्रदरहुड भन्नेमा चाहिँ हामी खाना खाने कुरा थियो। हामी छिटै हुने भएको भएर चाहिँ हेलो हामी चाहिँ हिँड्ने भयो। हामी चाहिँ ल यो खुमै छोडियो हामीले। अब यो खुमै डाँडा यहाँबाट छोडेर हामी चाहिँ अब कोर्च्याङ हिँड्दैछौँ। यो डाँडा माथि टुप्पो, यो टुप्पो हिँड्दैछौँ। 4 बज्यो। अब 2 घन्टा बाटो भनेछ। हामीलाई 2 घन्टा नलाग्ला कि भनेर चाहिँ हामी हिँड्यौँ, किनभने भोलि हामीलाई हिँड्न सजिलो हुन्छ, घर पुग्न सजिलो हुन्छ भनेर उयो हो। जान्छौँ, हेरौँ के हुन्छ। बाटो चाहिँ यही नै हो। अलिकति बाटो अलिक डेन्जरै छ भनेको छ। अब हेरौँ। यहाँबाट चाहिँ मेरो मोबाइलको ब्याट्री सिद्धियो। यो बाटो चाहिँ यो ठाडै माथि हो। यता चाहिँ सायद माछापुच्छ्रेको कुनै बेस क्याम्पतिर गइन्छ होला यो बाटो चाहिँ। अब यो बाटो ठाडै माथि। मेरो मोबाइलको ब्याट्री सिद्धियो। कोर्चा जाँदैछौँ हामी चाहिँ। अनि वहाँ पुगेपछि नै म चाहिँ भिडियो खिच्छु। अब हामी कोर्चा आइपुग्यो। ब्याट्री 2% छ, थाहा छैन, बोल्दा बोल्दै स्विच अफ हुनसक्छ। होटल 360 भ्यू कोर्चा। ल 2.5 घन्टा लाग्यो हामीलाई त्यहाँबाट यो कोर्चा आइपुग्नु। पुरै तुवाले हिउँ पर्न लागिरहेछ। अहिले बिस्तारै हिउँ परिरहेछ। कोर्चा यो ठाउँ साह्रै रमाइलो रहेछ कि। हिउँ परिरहेछ पुरै, हेर्नु न, थोपा 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 पर्दैछ हिउँ चाहिँ। थकित मुद्रामा आइयो। अब टक्क भित्र बसिन्छ। रमाइलो नयाँ खुलेको होटल हो भन्ने चाहिँ यहाँ भन्नुभयो। भाइ हामीलाई तलै लिन आउनु भएको थियो, तलै लिन आउनुभयो। ठ्याक्क आइपुग्यो। ब्याट्री छैन, आइपुग्यो। अब बसिन्छ, गफ गरिन्छ। ल ब्याट्री सिद्धिरहेछ। अब भ्यू चाहिँ एकदमै राम्रो लाग्यो यहाँ चाहिँ माथि भन्दा। अझ भोलि बिहान उहाँले अहिले त खुलेको छैन, तुवालो छ एकदमै। तर भोलि बिहान चाहिँ, किनभने अहिले चाहिँ गडाङ गुडुङ पनि गरिरहेछ अनि भ्यू पनि खासै देखिया छैन, तर हिउँ परिरहेछ क्या। त्यसले गर्दाखेरि चाहिँ यो कोर्चाको भ्यू चाहिँ, यो कुकुर हामी सिधै वहीँदेखि आयो क्या। ल अद्भुत यो ल
ल यही हो ठाउँ चाहिँ यही हो टक्क किचन आइपुग्यो ब्याट्रीले साथ दिएछ है अहिलेसम्म खिच्दा पनि यहाँसम्म साथ दिइरहेछ ल कोर्चाबाट देखिने 360 भ्यू 360 होटेलै 360 भ्यू यहाँबाट हिउँ हिउँ गरिरहेछ ल उता मजाले ल भोलि बिहान यो यहाँको भ्यू के कसो छ सब हामी चाहिँ सब खिच्छौँ यहाँको उहाँको इन्फर्मेसन पनि लिन्छौँ ल टक्क यहाँ आइयो होटल 360 भ्यू उहाँहरूले हामीलाई चाहिँ यो वेलकम चिया र भुजाले के अरे मकैले वेलकम गर्नुभयो यहाँ चाहिँ अब खाइँदैछ हिउँ चाहिँ एकछिन पऱ्यो एकछिनमै बन्द भयो क्या फेरि भोलि बिहान खुल्छ भन्नुभएको छ कि अब खुल्यो भनेदेखि मजा आउँथ्यो 7:30 भएको छ चिसो चाहिँ एकदमै चिसो छ अद्भुत चिसो छ भित्र बसेको बाहिर चाहिँ हिउँ परिरहेको छ एकछिन ढोका पनि भएन हावा त्यस्तो हावा पनि चलिरहेको छ एकदम हावा अनि हिउँ परिरहेको छ एकदमै रमाइलो चाहिँ रमाइलो हुने भयो भोलि बिहान हिउँ परिरहेको छ हिमाल हावासहितको चाहिँ हिउँ परिरहेको छ एकदमै चिसो छ हामीलाई चाहिँ एकदम ठिक भयो क्या हिउँ परेर भोलि बिहान खुर्नी पनि यस्तो चिसो छ नि आछु हात कठाङ्ग्रिएछ यो हिउँ चाहिँ ओहो पुरै स्नो स्ट्रम आइरहेछ ल एकदमै गाह्रो छ ल खाना आइपुग्यो अझ यता अब हामी चाहिँ यहाँबाट भित्र जाँदैछौँ ल यो कुकुर चाहिँ हामीसित तलैबाट आएको हो क्या बिचरा अघि अहिले चाहिँ चिसोमा बसिरहेछ खोल त ढोका ल पुरै उडेर ढोकामा धरि हिउँ छ क्या ल हेर्नु न यस्तो जङ्गल चाहिँ ढोकाभित्र त न्यानै रहेछ ल यो हाम्रो बेड यहाँ छ तातो पानी यहाँ राख्यो बेड चाहिँ एकदम राम्रो छ ल बेडहरू हेर्नु न झ्यालमै पुरै हिउँ यस्तो छ झ्यालमा बेडिङ चाहिँ न्यानो छ चाहिँ रमाइलो छ ल बिहानको 5:45 बजेको छ हामी अब सनराइज सूर्योदय हुँदैछ अब त्यो सूर्योदय हामी हेर्न जाँदैछौँ तपाईँहरूलाई हिजोको चाहिँ हिउँ परेको दृश्य सँगसँगै हिमाल खुलेको पनि छ आज तुवालो चाहिँ छ तर हिउँले गर्दाखेरि अलिकति हामीलाई राम्रै भयो हिमाल देख्न पाइने भयो कि यसरी हिजो चाहिँ हिउँ पर्यो म यो बाटोबाट जान्छु हिजोको धेरै बाक्लो त हिउँ थिएन तर नि हिउँ चाहिँ पर्नाले हिमालमा हिउँ चाहिँ देखियो ल यतिको बाक्लो चाहिँ थियो है हिउँ हिजो यतिको बाक्लो चाहिँ हो हिउँ यहाँबाट अन्नपूर्ण माछा पुछ्रे ठ्याक्क अब हिमाल खुल्दैछ ल हामी चाहिँ अहिले तल खुमै भयो खुमैदेखि लगभग 2 घन्टा 3 घन्टा माथि कोर्चा पनि लेखेको छ कोर्चन पनि लेखेको छ नेपालीमा कोर्चा इङ्ग्लिसमा कोर्चन देखेँ मैले चाहिँ यो ठाउँ 3700 मिटर हाइटमा छ समुद्र सतहदेखि यो चाहिँ पोखराबाट हामी हिजो 9 बजे पोखराबाट हिँडेको हो र बेलुका हामी 6 बजे आइपुग्यो हामी चाहिँ पोखरादेखि हाम्रो यात्रा चाहिँ तपाईँहरूले भिडियो हेर्नुभयो भनेदेखि यो खासै सहज यात्रा चाहिँ होइन पोखरादेखि चाहिँ चुरुङ्गा त्यहाँबाट चाहिँ भुर्जुङ खोलादेखि तातोपानीदेखि खारापानीदेखि चाहिँ मिर्सामा हामीले स्कुटर राख्यौँ हाम्रो बाइक अनि त्यहाँबाट हामी ठाडो उकालो लाग्यौँ त्यो ठाडो उकालो लगभग 5 घन्टा हामी उकालो उक्लिसकेपछि हामी खुमै आइपुग्यौँ 6 घन्टा जस्तोमा खुमै त्यसपछि फेरि थप 2 घन्टामा चाहिँ हामी यो कोर्चा पुगेको हो बेलुका 6 बजे आएको थियो बेलुका 6 बजे हामीले खानासाना खायौँ अनि बेलुका सुत्यौँ अहिले बिहानको दृश्य हो यो हिजो बेलुका हिउँ परेको थियो हिउँ पनि हावा हुरीसहित हिजो पोखरा फोन गर्दाखेरि पोखरामा एकदमै ठुलो हावा र हुरी चलेको थियो अरे
यहाँ पनि त्यही भएर होला यहाँको सायद हावा र हुरी चाहिँ के अरे उहाँको हावा र हुरी र यहाँको चाहिँ हिउँ पनि एकदम ठुलो यो हावा र हुरीसहितको हिउँ परेको थियो। यो दृश्य त मैले यहाँ यो अन्नपूर्णपछि माछापुच्छ्रे अनि अन्नपूर्णको रेन्ज यो पुरै यहाँबाट चाहिँ देखिँदो रहेछ। सायद अब यो दृश्य तपाईँले जुन यता देखिरहनु भएको छ यहाँबाट चाहिँ मनास्लुसम्म पनि देखिन्छ हिमालको रेन्ज भन्ने चाहिँ हिजो चाहिँ भन्नुभएको थियो यहाँ होटलमा बस्ने एकजना बहिनीले। यो रेन्ज चाहिँ एकदमै अद्भुत लाग्यो। अनि यो पारिपट्टि जुन यतापट्टि देखिएको छ यतापट्टि चाहिँ मार्दी हिमाल, यो चाहिँ मार्दी हिमाल हो भन्दै हुनुहुन्थ्यो। अब उहाँहरू उठेपछि चाहिँ हामी सोध्नेवाला छौँ। यो होटेलबाट चाहिँ एकदमै राम्रो दृश्य देखिँदो रहेछ। जुन हामी यहाँ बसेको होटेलबाट चाहिँ एकदमै राम्रो चाहिँ दृश्य पुरै 360 भ्यू नै देखिँदो रहेछ यो होटेलबाट चाहिँ। ठ्याक्कै हिमाललाई घाम लाग्यो, माछापुच्छ्रेमा घाम लागेपछि चाहिँ अझ राम्रो देखिन्छ होला। करिब 6:15 हुन लाग्यो। राम्रोसँग सनराइज अब देखिनेवाला छ। अन्नपूर्णमा घाम परिसक्यो, तपाईँले देखिरहनु भएको छ पछाडि होइन। यो पारिपट्टि यहाँबाट ठ्याक्कै मार्दी हिमाल बेस क्याम्प देखिँदो रहेछ क्या उयो ठ्याक्कै घरहरू छानाहरू देखिरहेछ त्यहाँ। अनि यो रेन्ज यो मार्दी हिमाल, यो ठ्याक्कै मार्दी हिमाल यहाँ देखिरहेछ तपाईँहरूले। यो ट्याक्क देख्नुभएको यो छ नि हो यो ठ्याक्क अन्नपूर्णको मुनि। तपाईँहरूलाई म यसको 360 भ्यू यहाँबाट एकदम राम्रो देखिँदो रहेछ होटलबाट। होटलको नाम पनि 360, भ्यू पनि 360 है त। म तपाईँलाई देखाउँछु हेर्नु है त। यो यहाँबाट अगाडि देखिएछ, यहाँबाट देखिएछ क्या ठ्याक्क यो हो यो छ यहाँदेखि मार्दी हिमाल ल यो ठ्याक्कै टरहरू देखिरहेछ यहाँ। यो मार्दी हिमाल हो बेस क्याम्प होइन। अनि यहाँबाट अब आयो यो रेन्ज ल ठ्याक्कै यहाँबाट हामी हेर्छौँ। यो चाहिँ यहाँबाट ठ्याक्क 360 भ्यू देखिन्छ हेर्नु है। अन्नपूर्ण, मार्दी हिमाल यता देखियो। त्यसपछि आयो यहाँबाट माछापुच्छ्रे भयो, घाम लाग्दैछ माछापुच्छ्रे। अब हाइट अन्नपूर्णभन्दा होचो छ, हेर्दाखेरि अग्लो देखिन्छ माछापुच्छ्रे तर होचो छ। अन्नपूर्ण 8,000 भन्दा माथि, माछापुच्छ्रे 8,000 भन्दा तल 7,600 कति मैले ठ्याक्क आएन मलाई यसको चाहिँ हाइट चाहिँ 7,000 भन्दा मुनि छ, के अरे 8,000 भन्दा मुनि छ। यता अन्नपूर्णको रेन्ज पुरै देखियो र ठ्याक्कै सनराइजको भ्यू ल्याएर ठ्याक्क सनराइज ल्याएर हिमालको खोजबाट ठ्याक्कै उदय सूर्योदय हुँदैछ। यस्तो अद्भुत दृश्य हामीले यहाँबाट देख्न पाइरहेछौँ ल। अद्भुत दृश्य ल। सनराइज भयो है यो सनराइजको अद्भुत दृश्य हामीले चाहिँ दृश्यावलोकन गर्न पाइयो। यहाँबाट ठ्याक्कै 360 भ्यू ल। यो होटलको हामी पछाडिपट्टि छौँ, पछाडिबाट सब देखिँदो रहेछ ल। यो सनराइजको दृश्य देखियो यहाँबाट साह्रै राम्रो के है, साह्रै राम्रो ल। ठ्याक्क साह्रै राम्रो। यहाँबाट ठ्याक्कै मार्दी हिमालको होटेलहरू नै देखिँदो रहेछ कि हेर्नु यहाँबाट होटेलहरू। यो स्यामसङको जुमले त झन् पुरै देखिँदो रहेछ ल। होटल नै देखिन्छ पुरै। यो मार्दी हिमाल भइहाल्यो, यो मार्दी हिमाल भइहाल्यो। म पुगेर चाहिँ गएकै त्यहीँ हो कि, त्यही नै हो, त्यहाँसम्म पुग्ने त्यो ठाडो बाटो उक्लेर त्यहाँबाट हेर्ने। यहाँको यो ब्रेकफास्ट आइपुग्यो। यो ब्रेकफास्ट खान्छौँ अनि ल अब हामी यहाँबाट चाहिँ नम्बर माग्छु बहिनीहरूसितबाट हामी छुटेर हिँड्दैछौँ। अब यहाँबाट खुमैबाट चाहिँ हामी तल जान्छौँ। अझै पोखरा जाने प्लान छ।
हिजो आएकै बाटो फर्किने भयो। हाम्रो प्लान चाहिँ खास चाहिँ घाचोकतिरबाट जाने यो हिलेतिरबाट जाने भन्ने प्लान थियो। त्यो चाहिँ चेन्ज गरेर हामी अब स्कुटर जहाँ छ त्यहीँबाटै जाने कुरा भएको छ। अब हेरौँ 3 बजेसम्म हामी पोखरा पुग्ने कुरा छ। अब कति सफल भइन्छ थाहा छैन है त। चाहिँ अब हामी बिदा भएर हिँड्यौँ। यो कुकुर चाहिँ हिजो हामीसितै आएको हो क्या उहाँबाट खुमैबाट। आज हामीसितै जानलाई बसिरहेछ कि बिचरा यो कुकुर। अहिले बिस्कुट किन्न पठाएको उसलाई चाहिँ बिस्कुट लिएर आइज भनेर। अब हामी चाहिँ यो सिन हेर्दै 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 चाहिँ हिउँको सिन हेर्दै हेर्दै जान्छौँ। यता तल चाहिँ यो के देखियो चाहिँ थाहा भएन। यहाँ तल देखियो यो के देखियो पनि। यस यहाँबाट चाहिँ यो बाटोबाट चाहिँ तल गयो भने सिदिङ अब माछापुच्छ्रे के अरे मर्दी हिमाल भयो। मर्दी हिमालको त्यो रेन्ज यसरी जाँदाखेरि तल खस्नाले सिदिङ झर्ने ठाउँ यहाँबाट पनि सिदिङ जाँदो रहेछ कि। आइज अब हामी यहाँबाट हामी कोर्चन एउटै रहेछ, दुइटै रहेछ। कोर्चन यहाँमा छोडेर चाहिँ हामी खुमै जाँदैछौँ। खुमैबाट सिधै फेरि हामी धेरै बेर घुम्दैनौँ। खुमैबाट सिधै तल मिर्चा। हिजो चाहिँ हामी यहाँ माथि आएर एकदम ठिक गरेछौँ कि, किनभने तल खुमैमा हिउँ परेको छैन क्या। हेर्नु न खुमैमा हिउँ छैन। हामी चाहिँ कोर्चन बस्यो हिउँ पऱ्यो क्या यहाँ चाहिँ। त्यहाँ र हिउँ यति फरक ल। हिउँ नै परेर हिँड्छ कि यहाँ चाहिँ परिरहेछ। मेरोबाट मैले यस्तो 360 भ्यू खिचिरहेको छु। हेर्नु यस्तो राम्रो छ ठाउँ होइन। यस्तो अद्भुत सिन देखिन्छ नि। अब के भन्ने बाबा। अब हामी खुमै जाँदैछौँ होइन। यो खुमै चाहिँ हामी यहाँ बस्दैनौँ, यहाँ देखिराखेको छ खुमै नजिकै छ। यहाँबाट चाहिँ सायद आधा घन्टा अब हामीलाई बढी लाग्यो भने। अब हिउँ चाहिँ यहीँसम्म मात्रै हो, यहाँ तल परेको छैन। कोर्चाङमा परेको थियो, तल परेको छैन हिउँ। आधा घन्टामा पुग्यो भने त्यहाँबाट ठाडै झर्न थालिहाल्छौँ हामी चाहिँ। मान्छेहरू चाहिँ यो भिड देखेर चाहिँ हामी आउने बेलामा चाहिँ एकदम डर लाग्यो हुँदै थियो कि यहाँबाट छङ्गै भिड छ नि त, ठाडै भिड छ। देखेर चाहिँ मान्छेहरू एकदम आत्तिए थियो कि। तर भिड चाहिँ ठाडै छ फेरि छनलाई, एकदम ठाडो भिड छ यहाँ छ्वाङ्गै तलै छ। अब यो ठाडै झर्नुपर्छ यहाँबाट। अनि ठ्याक्कै खुमै आइहाल्यो यो खुमै। हामी वहाँ माथि कोर्चाबाट यहाँबाट कोर्चा यो माथि डाँडा यहाँबाट हामी चाहिँ खुमै आइपुग्यो। लगभग हिजो 2.5 घन्टा लाग्यो, आज 45 मिनट जस्तोमा हामी तल झऱ्यौँ। अब यहाँबाट चाहिँ हाम्रो यात्रा मैले अब भिडियो चाहिँ बन्द गर्दैछु। साथीभाइको यात्रा चाहिँ आज यहीँ सिद्धेको छ खुमैबाट चाहिँ। अन्त अब यहाँबाट यहाँ खुमै आयो। खुमैबाट रेस्ट क्याम्प, त्यहाँबाट हामी फेरि हिजोको बाटो चाहिँ तल झर्दैछौँ। तपाईँहरूलाई पनि खुमै एकदमै राम्रो ठाउँ रहेछ। खुमै भन्दा पनि तपाईँहरूलाई म चाहिँ हाम्रो यात्राले चाहिँ हामीलाई के सिकायो भने हिजो हिउँ पनि पऱ्यो। खुमै भन्दा चाहिँ अझ कोर्चा अझ डेस्टिनेसन राम्रो हो जस्तो लाग्यो हामीलाई चाहिँ। तपाईँहरूलाई पनि अर्कै लाग्न सक्छ। हामीलाई चाहिँ कोर्चा खुमै बसेनौँ, कोर्चा गयौँ, ठिक गऱ्यौँ जस्तो लाग्यो। कोर्चाबाट बढी सिन र बढी भ्यू र हिमाल अझ बढी नजिक देखिँदो रहेछ। किनभने 300-400 मिटर जति, लगभग 300 मिटर हाइट प्लसमा हामी त्यहाँ पुग्छौँ। अब हाम्रो हिजोदेखिको यात्रा, हिजो मिर्सादेखिको यात्रा थियो हिँडाइ, र पोखरादेखिको चाहिँ कोर्चाङसम्मको यात्रा, कोर्चा या कोर्चाङ सम्मको यात्रा हाम्रो सिद्धिएको छ। अहिले यहाँ चाहिँ हामी चाहिँ यो खुमै हो। हामी यो माथि तपाईँले देख्नु भने उहाँ माथि तिम्रो देखेको त्यो चाहिँ कोर्चाबाट चाहिँ हामी अहिले लगभग 45 मिनट जस्तोमा चाहिँ हामी 50 मिनट जस्तोमा चाहिँ हामी ओर्ल्यौँ। हिजो 2.5 घन्टा जस्तो लागेको थियो। त्यहाँबाट हामी अहिले यो खुमैको यहाँ धेरै नै होटल छ, 10-वटा जति होटल छ होला, 7-8 वटा होटल।
10वटासम्मको होटल छ। यो ठाउँबाट चाहिँ हामी चाहिँ अब निस्किँदैछौँ। हाम्रो यात्रा लगभग सकिएको छ। पोखरादेखि कोर्चाङसम्मको यात्रा सकिएको छ। यो खुमै र तपाईँहरूले सोध्नुभयो अथवा भनौँ न जान आउनु मन लाग्यो भनेदेखि चाहिँ म चाहिँ हिँड्न सक्ने मान्छेको लागि चाहिँ हिँड्न सक्ने मान्छे जो हिँड्न सक्नुहुन्छ भनेदेखि त्यो मान्छेलाई मिर्सादेखि तातो पानी खारा पानी, पोखरादेखि खारा पानी, भुर्जुङ खोला हुँदै आउने बाटो जुन छ मिर्सामा गाडी राखेर अथवा मोटरसाइकल राखेर त्योबाट ठाडो उकालो एकदमै उकालो छ। त्यो चाहिँ हिँड्न सक्नेको लागि छोटो एकदमै छोटो 5 घन्टामा हामी खुमै र 6, 7, 8 घन्टा जस्तोमा चाहिँ हामी हिजो कोर्चा नै पुग्यौँ र आज हामी फर्किँदैछौँ भने चाहिँ आजै पोखरा पुग्छौँ। 2 दिनमा तपाईँहरूले सक्नुहुन्छ यदि हिँड्न सकिन्छ भने चाहिँ। तर होइन अलिकति ठाडो बाटो हामी हिँड्न नसक्ने मान्छेहरूको लागि चाहिँ योभन्दा घाचोकतिरको बाटो चाहिँ उपयुक्त होला। हिले हुँदै घाचोक हुँदै हिले हुँदै आउँदाखेरि चाहिँ ठिक होला। त्यो चाहिँ जुन दुइटै बाटो चाहिँ रेस्ट क्याम्पमा आएर चाहिँ ठोकिन्छ। एकदमै सुन्दर ठाउँ छ तपाईँहरूको लागि। म चाहिँ यो मार्दी हिमाल जस्तै यो पनि उस्तै खालको ट्रेक छ। एकदमै राम्रो ट्रेक रहेछ। खुमै कोर्चा ट्रेक एकदमै बेस्ट ठाउँ हो भन्ने लाग्यो मलाई चाहिँ, हामीलाई चाहिँ। यति भन्दै यो खुमैको ट्रेक, खुमैको यात्रा 2 दिनको यात्रा यहीँ सकियो। अर्को ट्रेकमा हामी फेरि भेट हुनेछौँ। थ्याङ्क यू भेरी मच, थ्याङ्क यू सो मच, नमस्ते।